धेरै समय अघिको कुरा हो। पहाडको काखमा एउटा सुन्दर गाउँ थियो, शीतलपुर। प्रकृतिले त यो गाउँलाई सिंगारेको थियो, तर त्यहाँका मानिसहरूमा एउटा नराम्रो रोग सल्किएको थियो। त्यो थियो जुवा। त्यही शीतलपुर गाउँमा हर्कबहादुर नाम गरेका एक व्यक्ति बस्थे। हर्कबहादुरलाई गाउँलेहरूले हर्के भनेर बोलाउँथे। तर जब उनी तासको खालमा बस्थे, उनलाई सबैले शर्मा भनेर जिस्क्याउँथे, किनभने उनी जुवामा हारुन् वा जितुन् सधैँ शर्माएको जस्तो अनुहार बनाउँथे। पछि त उनको नामै जुवाडे शर्मा रहन गयो। शर्माको परिवारमा श्रीमती सुमित्रा र 2 साना छोराछोरी थिए। सुरुमा शर्मा निकै मेहनती किसान थिए। उनको खेतमा सुन फल्थ्यो। तर एकपटक गाउँको जात्रामा साथीहरूको लहलहीमा लागेर उनले कौडा खेल्न सिके। त्यो दिन उनले 10 रुपैयाँ थापेर 100 रुपैयाँ जिते। त्यही 90 रुपैयाँको लोभले उनलाई आज यो अवस्थामा पुर्याएको थियो कि उनी दिनभरि घरको काम छोडेर गाउँको चौतारी वा ओडारतिर तास र कौडाको खाल खोज्दै हिँड्थे। 2. तिहारको त्यो रात। हिउँदको समय थियो। तिहार नजिकिँदै थियो। सुमित्राले साहुको खेतमा खेताला गएर अलिअलि पैसा जम्मा गरेकी थिइन्, ताकि केटाकेटीलाई नयाँ लुगा र चाडबाडमा अलिकति मासु चिउरा खुवाउन सकियोस्। उनले त्यो पैसा एउटा पुरानो टिनको बट्टामा लुकाएर राखेकी थिइन्। तर जुवाडेको आँखाबाट के लुक्थ्यो र? शर्माले 3 दिनदेखि लगातार तास हारेका थिए। उनको खल्ती रित्तो थियो, तर मनमा एकपटक जितेपछि सबै ऋण तिर्छु भन्ने भ्रम बाँकी नै थियो। एक साँझ जब सुमित्रा पधेरोमा पानी भर्न गएकी थिइन्, शर्माले घरभित्र खाना तलासी गरे। अन्नको भकारीदेखि सिरानी मुनिसम्म खोज्दा उनले सुमित्राले लुकाएको त्यो बट्टा भेट्टाए। बट्टाभित्र 500 का 2वटा नोट र केही खुद्रा पैसा थिए। शर्माको हात काप्यो, तर जुवाको नशा यति कडा थियो कि उनले आफ्नो सन्तानको खुसी देखेनन्, मात्र तासको एक्का र मिस्सी देखे। उनले त्यो पैसा झ्याप्प खल्तीमा हाले र सुटुक्क घरबाट निस्किए। 3. दाउमा लागेको इज्जत। गाउँको पुछारमा रहेको एउटा पुरानो गोठ जहाँ रातभरि मट्टी तेलको लालटेन बल्थ्यो, त्यहाँ जुवाको ठूलो खाल जमेको थियो। शर्मा पुग्दा खेल निकै तातिएको थियो। ए शर्मा आयो, ल आज कति बोकेर आयो? गाउँको धनी र धूर्त जुवाडे वज्रबहादुरले व्यङ्ग्य गर्यो। शर्माले सगर्भ 500 को नोट टेबलमा पछारे। खेल सुरु भयो। सुरुका केही बाजी शर्माले जिते। उनलाई लाग्यो आज भाग्यले साथ दिएको छ। उनले जितेको पैसाले सुमित्रालाई गहना किनिदिने र केटाकेटीलाई शहर पठाएर पढाउने सपना देख्न थाले। तर जुवाको नियम नै यही हो, यसले सुरुमा खाना दिन्छ, अन्त्यमा खाइदिन्छ। बिस्तारै खेलको मोड बदलियो। वज्रबहादुरले चलाखीपूर्ण तरिकाले शर्मालाई जालमा पार्यो। 1 घण्टाभित्रै शर्माले आफूसँग भएको सबै पैसा हारे। शर्मा, अब के थाप्छौ? पैसा त सकियो, वज्रले हाँस्दै भन्यो। शर्माको अनुहार रातो पिरो भयो। हार स्वीकार गर्नुको सट्टा उनले आवेशमा आएर भने, मैले जितेको खेतको लाल पूर्जा छ, त्यो दाउमा राख्छु। खालमा सन्नाटा छायो। जुवामा जमिन राख्नु भनेको सर्वनाश निम्त्याउनु हो, तर शर्मालाई लाग्यो अर्को बाजीमा उनले पक्कै जित्नेछन्। उनले कागजमा औठा छाप लगाएर आफ्नो एकमात्र उब्जनी हुने खेत दाउमा राखे। तास बाँडियो। शर्माको मुटुको धड्कन बढ्यो। जब तास पल्टियो, शर्माको हातमा केही थिएन। वज्रबहादुरको ट्रिपल पर्यो। शर्माको सातो गयो। उनले आफ्नो पुर्ख्यौली सम्पत्ति एकै झट्कामा गुमाएका थिए। 4. घरको रुवाबासी। बिहानको मिरमिरे उज्यालोमा शर्मा लर्खराउँदै घर आइपुगे। घरमा सुमित्रा रोइरहेकी थिइन्। उनले बट्टा खाली देखेपछि सबै कुरा बुझिसकेकी थिइन्। तपाईले यो के गर्नुभयो? केटाकेटीको मुखको गाँस खोसेर जुवामा उडाउनु भयो। अब हामीले के खाने? सुमित्राले बिलौना गरिन्। शर्मा चुपचाप थिए। उनीसँग बोल्ने कुनै शब्द थिएन। तर जब वज्रबहादुरका मान्छेहरू खेत कब्जा गर्न आए, तब गाउँभरि खैलाबैला मच्चियो। शर्माले खेत मात्र होइन, गाउँमा आफ्नो इज्जत पनि गुमाएका थिए। आफ्नै छोराछोरीले भोकभोकै बसेको देख्दा पनि शर्माको मनमा ग्लानि त हुन्थ्यो, तर त्यो भन्दा ठुलो फेरि खेलेर सबै फिर्ता ल्याउँछु भन्ने सनक बाँकी नै थियो। उनले घरमा भएका तामाका गाग्री, कचौरा र सुमित्राको विवाहको तिलहरी समेत चोरेर बेच्न थाले। 5. शर्माको पतन र वनवास। शीतलपुर गाउँमा शर्माको बदनाम यति बढ्यो कि मानिसहरूले उनलाई देख्दा बाटो काट्न थाले। सुमित्रा माइत गइन् छोराछोरी लिएर। घर उजाड भयो। खेतीपाती भएन। घरको छानाबाट पानी चुहिन थाल्यो। शर्मा एक्लै परे। एक रात गाउँको पार्टीमा सुतिरहेका बेला उनलाई सपनामा एउटा विचित्रको मानिस देखियो। त्यो मानिसले भन्यो, शर्मा, तलाई धन चाहियो होइन? यो गाउँमा अब तलाई कसैले पत्याउँदैनन्। यहाँबाट धेरै टाढा उत्तरतिरको कालो जङ्गलमा जा। त्यहाँ एउटा पुरानो मन्दिर छ जहाँ जुवाको देवता बस्छन्। यदि तैले उनलाई खुसी पार्न सकिस् भने तलाई कहिल्यै नहार्ने शक्ति मिल्नेछ।
बेउजिदा शर्माको शरीर पसिनाले निथुक्क भिजेको थियो। उनले सोचे, यहाँ बसेर भोकै मर्नुभन्दा त्यो जङ्गल जानु जाति। यदि मैले त्यो शक्ति पाएँ भने म फेरि धनी हुनेछु र सुमित्रालाई फर्काएर ल्याउनेछु। भोलिपल्ट बिहानै कसैलाई नभनी रित्तो हात र फाटेको लुगामा जुवाडे शर्मा कालो जङ्गलतिर लागे। बाटोमा धेरै बाधा आए। जङ्गली जनावरको डर थियो, तर उनको दिमागमा मात्र तासको गड्डी र धनको मोह थियो। हिँड्दा हिँड्दै उनी एउटा यस्तो ठाउँमा पुगे जहाँ घामको किरण पनि मुस्किलले पुग्थ्यो। त्यहाँ एउटा ओडार जस्तो मन्दिर थियो। मन्दिरको ढोकामा एउटा वृद्ध मानिस बसिरहेको थियो, जसको आँखामा अनौठो चमक थियो। शर्माले सोधे, के तपाईँ नै जुवाको देवता हुनुहुन्छ? त्यो वृद्ध खित्का छोडेर हाँस्यो र भन्यो, म त केवल पाले हुँ। भित्र जा, तर याद राख, त्यहाँबाट निस्कदा तिमी कि त संसारको सबैभन्दा धनी मानिस हुनेछौ कि त आफ्नो आत्मा नै गुमाउनेछौ। के तिमी तयार छौ? त्यो वृद्ध पालेको कुरा सुनेपछि शर्माको मनमा एक पटक चिसो पस्यो। तर गुमाउनलाई उनीसँग केही बाँकी थिएन, न इज्जत, न घरबार, न परिवार। उनले एउटा लामो सास फेरे र ओडारको अध्यारो मुखतिर पाइला बढाए। ओडारभित्र पस्ने बित्तिकै बाहिरको उज्यालो हरायो। भित्ताहरूबाट पानी चुहिएको आवाज टिप टिप गर्दै सुनिन्थ्यो। हावामा एउटा ओसिलो र पुरानो गन्ध थियो। शर्मा जति भित्र पस्दै गए उति नै अनौठो आवाजहरू सुन्न थाले। कतै तास फिटेको चरचर आवाज त कतै कौडा फालिएको खटखट आवाज। उनको अगाडि एउटा सानो बत्ती बलिरहेको देखियो। त्यहाँ पुग्दा उनले देखे एउटा ढुङ्गाको टेबलमा 3वटा खप्परहरू राखिएका थिए र ती खप्परहरू आफै जुवा खेलिरहेका थिए। शर्मा डराएर पछि हटे। तब एउटा भारी आवाज गुन्जियो, डराउने मान्छेले जुवा जित्न सक्दैन शर्मा, अगाडि आऊ। शर्माले काँप्दै सोधे, तपाईँ को हुनुहुन्छ? मलाई कहिल्यै नहार्ने शक्ति चाहियो। अँध्यारोबाट एउटा अग्लो कालो छाया निस्कियो। उसको हातमा सुनको गड्डी जस्तो देखिने तास थियो। उसले भन्यो, म यो संसारका सबै जुवाडेहरूको रक्षक हुँ, तर मेरो एउटा शर्त छ। म तिमीलाई यस्तो शक्ति दिनेछु कि तिमीले जे सोध्छौ तासको गड्डीमा त्यही पत्ती निस्कनेछ। तिमीले फालेको कौडा तिमीले चाहेकै अङ्कमा बस्नेछ। तर के? शर्माले हतारिँदै सोधे। तर तिमीले जितेको धनको आधा हिस्सा हरेक महिनाको औँसीको रातमा यो ओडारको मुखमा ल्याएर छोड्नुपर्नेछ। यदि तिमीले एक पटक पनि बिरायो भने तिमीले जितेको सबै धन खरानी हुनेछ र तिम्रो ज्यान पनि जोखिममा पर्नेछ। मन्जुर छ? शर्माको दिमागमा मात्र धन नाच्न थाल्यो। उनले सोचे, आधा हिस्सा त हो नि, आधा त मेरो हुन्छ। उनले तुरुन्तै मन्जुर गरे। त्यो छायाले शर्माको निधारमा एउटा चिसो औँलाले छोयो। शर्मालाई झट्का लागेको जस्तो भयो र उनी बेहोस भए। 2. नयाँ अवतारमा शर्माको पुनरागमन। जब शर्माको आँखा खुल्यो, उनी ओडार बाहिर जङ्गलको छेउमा थिए। उनको खल्तीमा एउटा पुरानो तर चम्किलो देखिने तासको गड्डी थियो। उनले परीक्षण गर्नका लागि सोचे, लौ न त यसमा एक्का निस्कियोस्। उनले एउटा तास पल्टाए। त्यो वास्तवमै मुटुको एक्का थियो। उनले फेरि सोचे, अब मिस्सी निस्कियोस्। अर्को तास पल्टाउँदा मिस्सी नै निस्कियो। शर्माको खुसीको सीमा रहेन। उनी अब साधारण हर्के रहेनन्, उनी त जादुई जुवाडे भइसकेका थिए। उनी सिधै आफ्नो गाउँ शीतलपुर फर्किएनन्। उनले सोचे, पहिले अलि टाढाको शहरमा गएर पैसा जम्मा गर्छु, अनि मात्र गाउँ गएर वज्रबहादुरको सातो खान्छु। शर्मा नजिकैको ठूलो बजार भैरवपुर पुगे। त्यहाँका ठूला ठूला व्यापारी र धनाढ्यहरू राति लुकी छिपी जुवा खेल्ने गर्थे। शर्मा फाटेको लुगामै एउटा ठूलो होटेलको जुवा घरमा छिरे। मानिसहरूले उनलाई देखेर नाक खुम्च्याए। ए मगन्ते, यहाँ तिम्रो काम छैन, भाग, एउटा मोटो व्यापारीले भन्यो। शर्माले शान्त भएर भने, साहुजी, लुगा हेरेर मान्छेको गोजी थाहा हुँदैन। मसँग यो 100 रुपैयाँ छ, म एक बाजी मात्र खेल्न चाहन्छु। व्यापारीले हाँस्दै उनलाई ठाउँ दियो। पहिलो बाजीमै शर्माले 100 को 200 बनाए, दोस्रोमा 400, तेस्रोमा 800। देख्दा देख्दै 1 घण्टामा शर्माको अगाडि हजारौं रुपैयाँको थुप्रो लाग्यो। त्यहाँका नामी जुवाडेहरू चकित परे। उनीहरूले जतिसुकै दाउ चले पनि शर्माले सधैँ जित्थे। शर्माको अनुहारमा एउटा कुटिल मुस्कान थियो। उनले त्यो रात शहरका सबै ठूला खेलाडीहरूलाई रित्तो बनाएर निस्किए। 3. प्रतिशोधको ज्वाला। शहरमा 10 दिन बसेर शर्माले लाखौं रुपैयाँ कमाए। उनले नयाँ र महँगा लुगा लगाए, हातमा सुनको औँठी भिरे र एउटा घोडा चढेर शानका साथ आफ्नो गाउँ शीतलपुर फर्किने निधो गरे। गाउँ छिर्दा मानिसहरूले उनलाई चिन्नै सकेनन्। यो कुन राजाको छोरा आयो भन्दै गाउँलेहरू काने खुसी गर्न थाले। तर जब उनले घोडाबाट ओर्लेर ह्याट फुकाले, सबैको मुख खुलाको खुल्लै भयो। यो त हर्के जुवाडे होइन र, कसैले भन्यो। शर्मा सिधै वज्रबहादुरको घरमा पुगे।
वज्रबहादुर आफ्नै आँगनमा बसेर हुक्का तानिरहेको थियो। उसले शर्मालाई देखेर अचम्म मान्दै सोध्यो, शर्मा, तिमी त मरिसक्यो होला ठानेको थिए, कहाँबाट यति धनी भएर आयो? शर्माले एउटा झोला वज्रबहादुरको अगाडि फ्याँके, जसमा टिलपिल सुनका सिक्का र नोटका बिटा थिए। वज्रबहादुर, तिमीले मेरो खेत र मेरो इज्जत लिएका थियौ। आज म त्यो सबै फिर्ता लिन आएको छु। के तिमी मसँग अन्तिम बाजी खेल्न तयार छौ? वज्रबहादुर लोभी थियो। उसले त्यति धेरै धन देखेर र्याल काड्यो। उसले भन्यो, ल ठिक छ, आज राति मेरै घरमा खेल हुन्छ, तर यसपटक दाउ सानो हुने छैन। शर्माले भने, म मेरो सबै धन दाउमा राख्छु। तिमीले मेरो खेत, मेरो घर र यो गाउँको तिम्रो जति पनि जमिन छ त्यो सबै दाउमा राख्नुपर्नेछ। वज्रबहादुरलाई आफ्नो खेलमा पूर्ण विश्वास थियो। उसले सोच्यो, एकपटक यो मुरुखलाई हराइदिए भने म यो जिल्लाकै धनी हुनेछु। उसले शर्त स्वीकार गर्यो। 4. विनाशकारी खेल। त्यो रात पुरै गाउँ वज्रबहादुरको आँगनमा झुम्मियो। लालटेनको उज्यालोमा दुई शक्तिशाली जुवाडेहरू आम्ने सामने बसेका थिए। खेल सुरु भयो। सुरुमा शर्माले केही बाजी हारेको नाटक गरे ताकि वज्रबहादुर अझ बढी हौसियोस्। वज्रबहादुर हाँस्दै भन्न थाल्यो, शर्मा, तिमी जतिसुकै पैसा कमाएर आऊ, जुवामा मलाई हराउन सक्दैनौ। तर जब मध्यरात भयो र दाउ करोडमा पुग्यो, शर्माको आँखा बदलियो। उनले जादुई तासको गड्डी हातमा लिए। ल वज्र, यो अन्तिम बाजी, जसले जित्छ उसैको सबै सम्पत्ति, शर्माले गम्भीर हुँदै भने। वज्रले तास बाड्यो। उसको हातमा 3वटा बादशाह किङ्स परे। ऊ ढुक्क भयो कि यो भन्दा ठुलो अरू केही हुनै सक्दैन। उसले आफ्नो सबै लाल पूर्जा र धन टेबलमा राख्यो। शर्माले बिस्तारै आफ्नो तास पल्टाए। उनको हातमा 3वटा एक्का एसेस थिए। गाउँलेहरू छक्क परे। वज्रबहादुरको अनुहार सेतो भयो। उसले आफ्नो सर्वस्व गुमाएको थियो। ऊ पागल झै चिच्याउन थाल्यो, यो हुनै सक्दैन, तिमीले छलकपट गरेका छौ। तर पञ्च र गाउँलेहरूले शर्माको पक्ष लिए। लिखित कागज अनुसार वज्रबहादुरको सबै सम्पत्ति अब शर्माको भयो। शर्माले आफ्नो खेत फिर्ता लिए र वज्रबहादुरलाई त्यही रात गाउँबाट निकालिदिए। 5. अहङ्कार र विलासिता। सम्पत्ति फिर्ता पाएपछि शर्माको स्वभाव पुरै बदलियो। उनले श्रीमती सुमित्रा र छोराछोरीलाई माइतबाट फिर्ता त ल्याए, तर उनमा पहिलेको जस्तो माया थिएन। उनले एउटा ठूलो महल जस्तो घर बनाए। घरमा नोकर चाकर राखे। सुमित्रा चिन्तित थिइन्। उनले भनिन्, हेर्नुस्, हामीलाई चाहिने जति धन भइसक्यो, अब यो जुवा छोडिदिनुस्, खेतीपाती गरौँ, आनन्दले बसौँ। तर शर्मालाई त शक्तिको मात लागेको थियो। उनले सुमित्रालाई हप्काउँदै भने, तँलाई के थाहा, म अहिले यो संसारकै सबैभन्दा शक्तिशाली मान्छे हुँ। म चाहे भने यो पुरै गाउँ किन्न सक्छु, मलाई कसैले सिकाउनु पर्दैन। शर्मा अब दिनरात रक्सी र जुवामा डुब्न थाले। उनले गाउँका गरिबहरूलाई ऋण दिएर उनीहरूको जमिन हडप्न थाले। उनी त्यही वज्रबहादुर जस्तै निर्दयी बन्दै गए, जसले एक समय उनलाई बर्बाद पारेको थियो। तर एउटा कुरा शर्माले बिर्सिएका थिए, त्यो ओडारको शक्ति र त्यो छायाको शर्त छ, औँसीको चेतावनी। केही हफ्ता बितेपछि औँसीको रात आयो। शर्मा आफ्ना नयाँ साथीहरूसँग मदिरा पिउन व्यस्त थिए। उनलाई त्यो ओडारको वृद्धले भनेको कुरा याद त आयो, तर उनको अहङ्कारले भन्यो, किन जाने त्यो दुर्गम जङ्गलमा, आधा धन किन दिने, त्यो त मेरो मेहनतको कमाई हो, त्यो भूतले मेरो के नै बिगार्न सक्छ र। उनले त्यो रात ओडारमा धन पुर्याउन गएनन्। मध्यरातमा जब उनी आफ्नो मखमलको ओछ्यानमा सुतिरहेका थिए, अचानक कोठाको तापक्रम घट्यो। झ्यालहरू आफै ठ्याप ठ्याप गर्न थाले। एउटा डराउलो आवाज कोठाभरि गुन्जियो, शर्मा, तैँले बाजा तोडिस्, पहिलो गल्तीलाई माफी दिन्छु, तर याद राख, अर्को पटक मेरो हिस्सा नआएमा तेरो विनाश सुरु हुनेछ। शर्मा झसङ्ग भएर बिउजिए। कोठामा कोही थिएन, तर उनको सुनको औँठी आफै कालो भएको उनले देखे। उनी केही बेर डराए, तर भोलिपल्ट बिहान उज्यालो भएपछि फेरि धनको घमण्डले गर्दा त्यो डर हराएर गयो। उनले सोचे, त्यो त सायद नशामा देखेको सपना मात्र थियो। शर्माको जुवा खेल्ने क्रम रोकिएन। उनी अब छिमेकी राज्यका राजाहरूसँग जुवा खेल्न जाने तयारी गर्न थाले। उनी आफूलाई जुवाको सम्फाट सम्झन्थे, तर उनलाई थाहा थिएन कि उनले प्राप्त गरेको शक्ति एउटा शराब थियो, जसले उनलाई बिस्तारै मृत्युको मुखमा धकेल्दै थियो। अन्धकारको त्यो चेतावनीलाई बेवास्ता गर्दै शर्माको अहङ्कार आकाशिएको थियो। उनलाई लाग्न थाल्यो कि अब उनी कुनै साधारण मानिस होइनन्, बरु भाग्यलाई नै आफ्नो मुठ्ठीमा राख्न सक्ने जादुगर हुन्। आफ्नो गाउँका सबैलाई हराइसकेपछि अब उनको नजर छिमेकी राज्यको विशाल राजदरबारमा पर्यो। त्यहाँका राजा विक्रम शाह जुवाका शौखिन थिए र उनले देश-विदेशका नामी जुवाडेहरूलाई चुनौती दिने गर्थे। शर्माले आफ्ना सबै सुनका असर्फी र बहुमूल्य गहनाहरू ठूला ठूला थैलीमा भरे र एउटा भव्य रथ चढेर राजधानीतिर प्रस्थान गरे। सुमित्राले ढोकामै उभिएर बिन्ती गरिन्, हेर्नुस्, यो धनले हामीलाई सुख दिएको छैन, केवल डर र घमण्ड मात्र दिएको छ। नजानुस् त्यो दरबार, त्यहाँ हारियो भने ज्यान जान सक्छ। तर शर्माले श्रीमतीको कुरालाई हावामा उडाइदिए। उनले सोचे, जसको साथमा जादुई तास छ उसलाई कसको डर। राजदरबार पुग्दा त्यहाँको रौनक छुट्टै थियो।
अग्ला अग्ला सिपाहीहरू र सुनले मढिएका खम्बाहरू देख्दा जो कोहीको सातो जान्थ्यो। राजा विक्रम शाह आफ्नो सिंहासनमा बसेर नयाँ शिकारको पर्खाइमा थिए। शर्माले दरबारमा प्रवेश गरेर आफ्नो परिचय दिए र राजालाई जुवा खेल्न चुनौती दिए। राजाले हाँस्दै भने, शर्मा, तिम्रो नाम मैले सुनेको छु, तर याद राख, यहाँ बाजीमा केवल धन मात्र हुँदैन, हार्नेले आफ्नो स्वतन्त्रता समेत गुमाउनुपर्छ। शर्माले निर्धक्क भएर भने, महाराज, म तयार छु। यदि मैले हारे भने म तपाईको आजीवन दास बन्नेछु, तर यदि मैले जिते भने तपाईले आफ्नो आधा राज्य मलाई दिनुपर्नेछ। दरबारमा सन्नाटा छायो। यति ठूलो बाजी कसैले थापेको थिएन। खेल सुरु भयो। शर्माले आफ्नो जादुई गड्डी झिके। सुरुका केही खेलमा उनले सधैँ झैँ जिते। राजाको अनुहारमा चिन्ता देखिन थाल्यो। जति जति रात छिप्पिँदै गयो, शर्माको सम्पत्ति बढ्दै गयो। तर ठ्याक्कै मध्यरातमा जब दोस्रो औँसीको समय सुरु भयो, अचानक दरबारको बत्ती निभ्यो। बाहिर डरलाग्दो आधी चल्न थाल्यो। शर्माको कानमा त्यही ओडारको भयानक आवाज गुन्जियो। शर्मा, तैले मेरो दोस्रो किस्ता पनि तिरिनस्। अब तँसँग भएको शक्ति मेरो भयो। अब खेल तेरो होइन, मेरो हुनेछ। शर्माको शरीर थरथर काँप्न थाल्यो। उनले हतार हतार आफ्नो तास हेरे। उनले सोचेका थिए त्यहाँ एक्का हुनेछ, तर त्यहाँ त केवल रित्तो सेतो कागज मात्र थियो। उनको जादु हराइसकेको थियो। राजाले अर्को तास फ्याँके र भने, शर्मा, अब तिम्रो पालो, देखाऊ तिम्रो अन्तिम दाउ। शर्माको हात कामिरहेको थियो। उनले जतिसुकै कोसिस गरे पनि उनको दिमागले काम गरेन। उनले एउटा तास पल्टाए जो सबैभन्दा तल्लो स्तरको थियो। राजाले ठूलो स्वरमा हाँस्दै आफ्नो तास देखाए। उनीसँग बादशाहको सेट थियो। शर्माले एकै पलमा आफ्नो सबै धन, सुन, घोडा, रथ र आफ्नो स्वतन्त्रता समेत गुमाए। सिपाहीहरूले उनलाई झ्याप्प समाते। राजाले आदेश दिए, यो धूर्तलाई कालकोठरीमा हाल र भोलि बिहान यसलाई देश निकाला गरियोस्। यसको सबै सम्पत्ति राज्यको कोषमा जम्मा गर। शर्मालाई घिसार्दै एउटा अँध्यारो र चिसो कोठामा फालियो। त्यहाँ मुसाहरू दौडिरहेका थिए र भित्ताबाट दुर्गन्ध आइरहेको थियो। त्यो रात शर्माले आफ्नो जीवनको सबैभन्दा ठूलो पाठ सिके। उनले सम्झिए कसरी उनले आफ्नी श्रीमतीको आँसुलाई बेवास्ता गरे, कसरी आफ्ना साना छोराछोरीको भविष्य जुवामा दाउ राखे। उनलाई महसुस भयो कि त्यो ओडारको देवता वास्तवमा कुनै देवता थिएन, बरु मानिसको लोभको एउटा भयानक रूप थियो। उनले भित्तामा टाउको ठोकेर रुन थाले। उनले भगवानसँग प्रार्थना गरे, मलाई एक पटक मात्र मौका दिनुस्। म अब कहिल्यै जुवा छुने छैन। मलाई मेरो परिवारको काखमा पुर्याइदिनुस्। भोलिपल्ट बिहान उनलाई अपमानजनक ढङ्गले दरबारबाट बाहिर निकालियो। उनीसँग अब लगाइराखेको फाटेको लुगा बाहेक केही थिएन। उनी महिनौसम्म मागेर हिँडेर आफ्नो गाउँ शीतलपुर पुगे। गाउँ पुग्दा उनको घर भत्किसकेको थियो। छिमेकीहरूले उनलाई घृणाको नजरले हेरे। उनले थाहा पाए कि सुमित्रा र छोराछोरीहरू त गाउँकै एउटा सानो झुप्रोमा बसेर अर्काको मेलापात गरेर पेट पालिरहेका छन्। शर्मा लुरुलुरु त्यही झुप्रोमा पुगे। सुमित्राले उनलाई देख्ने बित्तिकै चिन्न सकिनन्। उनी दुब्लाएर हड्डी मात्र भएका थिए, कपाल झुल्फे परेको थियो। जब शर्माले सुमित्राको गोडामा परेर माफी मागे, सुमित्राको आँखाबाट बलिन्द्र धारा आँसु झरे। उनले भनिन्, मैले धन चाहेको थिइनँ, केवल तपाईको साथ चाहेको थिएँ। आज तपाईँ रित्तो हात आउनुभयो, म खुसी छु, किनभने अब तपाईको मनमा त्यो जुवाको भूत छैन। शर्माले त्यस दिनदेखि कसम खाए कि उनी कहिल्यै तास छुने छैनन्। उनले फेरि त्यही पुरानो खेतमा कोदालो चलाउन सुरु गरे। सुरुमा गाह्रो भयो, तर मेहनतको फल मिठो हुन्छ। बिस्तारै उनको खेत हरियो भयो। गाउँलेहरूले पनि उनको परिवर्तन देखेर बिस्तारै उनलाई स्वीकार गर्न थाले। धेरै वर्षपछि एक दिन शर्मा आफ्ना नाति नातिनीहरूलाई काखमा राखेर एउटा कथा सुनाउँदै थिए। उनले भने, बाबु हो, जीवनमा कहिल्यै पनि सजिलो बाटोबाट धनी हुने सपना नदेख्नु। जुवा भनेको यस्तो खाडल हो जसमा पसेपछि निस्कन सकिन्न। मेहनत गरेर खाएको एक गाँस ठिन्डो जुवाबाट जितेको करोडौंको खीरभन्दा धेरै मिठो र स्वस्थकर हुन्छ। शर्माको अनुहारमा अब त्यो शर्माएको भाव थिएन, बरु एउटा शान्त र सन्तुष्ट मुस्कान थियो। उनले आफ्नो बाँकी जीवन समाजको सेवामा बिताए र शीतलपुर गाउँलाई जुवामुक्त बनाउने अभियान चलाए। अन्ततः जुवाडे शर्माको नाम बदलिएर धर्मी शर्मा रहन गयो। यसरी एउटा मानिसले आफ्नो गल्तीबाट सिकेर नयाँ जीवन पायो र समाजलाई एउटा ठूलो पाठ दियो।